आज चाहिँ म तपाईहरुलाई यो मेवा अब इंग्लिशमा पपाया भनिन्छ सबैलाई थाहा छ। यो नेपाल अधिराज्यमा हुन्छ, साह्रै जाडो ठाउँमा चाहिँ हुँदैन। काठमाडौँमा चाहिँ अहिले मेवा फल्न थालेको छ। तराईतिर फल्ने मेवा पहिला पहिला फल्दैन थियो, तर अहिले चाहिँ काठमाडौँमा फल्न थालेको छ। यो फलको कुरा गर्न गइरहेको छुइनँ, म के कुरा गर्न गइरहेको छु भन्दाखेरि कतिलाई जानकारी होला, धेरैले जानकारी नहोला है। यो पातको विशेषताको बारेमा बताउन गइरहेको छु। यो पातको टी बनाएर खान सकिन्छ। टी भन्न त नमिल्ला तैपनि टी भनौँ है। यो पातको टीको पहिला फाइदा के हुन्छ भन्दाखेरि यसको पहिलो फाइदा चाहिँ डेङ्गु फिभरमा एकदमै राम्रो हुन्छ। किन राम्रो हुन्छ भन्दाखेरि चाहिँ यसले चाहिँ हाम्रो बोन म्यारोलाई स्टिमुलेट गरेर है सक्रिय बनाएर चाहिँ प्लेटलेट काउन्टलाई बढाउने काम गर्छ। त्यसैले गर्दाखेरि बोन म्यारोमा चाहिँ एकदमै प्लेटलेट बढाउने काम गर्छ र डेङ्गु फिभरमा धेरै राम्रो काम गर्छ है। अनि यसको चाहिँ के छ भन्दाखेरि विशेषता भिटामिन ए पाइन्छ, यसमा पर्याप्त मात्रामा भिटामिन सी पर्याप्त मात्रा पाइन्छ र भिटामिन ई पाइन्छ। त्यसैले गर्दाखेरि पनि राम्रो है। र अर्को कुरा के को लागि फाइदा हुन्छ भन्दाखेरि चाहिँ यो अर्थराइटिस जोइन्ट पेनहरु हुन्छ नि, पुरानो जोइन्ट पेनहरु धेरै नेपालीहरुलाई चाहिँ जोइन्ट पेनहरु भइराखेको हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ जोइन्ट पेनको लागि एकदमै राम्रो मानिन्छ है, अर्थराइटिस जोइन्ट पेनको लागि। र अर्को कुरा चाहिँ यो पेस्ट बनाएर चाहिँ हामीले चाहिँ उसमा लगाउने हो भने, अनुहारमा लगाउने हो भने पनि राम्रो हुन्छ। र अर्को कुरा के गर्छ भन्दा डाइजेस्टिभ सिस्टमलाई एकदमै राम्रो गर्छ र अर्को इम्युन सिस्टमलाई मजबुत गर्ने भएको हुनाले यो चाहिँ हामीले खाने गर्यौं भने बिहान 1 गिलास बेलुका 1 गिलास खानु सकिन्छ, बढी चाहिँ खानु मिल्दैन। त्यसैले गर्दा फेरि खान चाहिँ मिठो छैन है, फेरि खानु बिल्कुल मिठो हुँदैन, मलाई पनि मन पर्दैन है, बेला बेलामा खान्छु म। तर कसरी खान सकिन्छ भन्दाखेरि त्यो खान सकिने कुरा पनि म बताउँछु तपाईहरुलाई। कसरी खान सकिन्छ भने मैले चाहिँ कसरी खाने गर्छु भन्दाखेरि बेला बेला खाँदाखेरि दही राखेर पनि खान सकिन्छ, अनि कागती राखेर पनि खान सकिन्छ। त्यसरी गरियो भने चाहिँ खान सकिन्छ। होइन भने खान चाहिँ सकिन्छ बिल्कुल, मलाई चाहिँ मिठो लाग्दैन है। तर औषधि भएर औषधि र कुन औषधि मिठो हुन्छ र हैन, औषधि र ओखती भन्ने कुराहरु, अर्थी भन्ने कुरा मिठो हुँदैन भनेर भनिन्छ। त्यसैले गर्दा मिठो नभए पनि खान सक्नुपर्छ है त। त्यसैले घरैमा बसेर हामीले नेचुरल्ली प्राकृतिक जडीबुटीहरु प्रयोग गरेर पनि हामी एकदमै हेल्दी हुन सक्छौं। यसको धेरै फाइदाहरु छ, मैले सर्टकटमा मात्रै बताएको है त।